ल ल आउनु आउनु ल ठिक छ के अरे एउटा ग्रुप आउँदैछ त्यहाँ त्यो ग्रुप हाल्नु पर्ने उ त्यहाँ अहिले फेरि पुत्केला अरू गाडीवाला लाग्छ त्यहाँ पुत्केला एकछिन लिएर आउनु न त्यहाँ आउँदैछ ल हस् हुन्छ म लिएर आउँछु नि त त्यो ग्रुपलाई है हजुरले फुत्काउला ल भाइ 10 जना ग्रुप भनेको तपाईहरु हो ए ल आउनु हाम्रो रातको देखिन एक दुई तीन चार काटेको छ 5 6 7 8 9 10 11 12 है 10 जना लाग्छ रे है त सिंगल साइडमा चाहिँ दुईटा है दाइ सिट त ठिक छ 5 6 7 8 भन्नु हो हैन सिट पनि राम्रै छ अनि के छ त सेवा सुविधाहरू गाडी राम्रै छ सिटहरू पनि राम्रै छ हैन अब हामी 10 10 जना गइरा छौं के छ सेवा सुविधाहरू हैन जा यो चाहिँ हो राजगति एक्सप्रेस यसमा चाहिँ सेवा सुविधा अरु गाडीहरू भन्दा राम्रो छ यसमा चाहिँ हामी खाना पनि स्ट्यान्डर्ड ठाउँमा खान्छौं हैन सिटहरू पनि अरु भन्दा अलि उत्कृष्ट राम्रो छ त्यसैले चाहिँ यसको चाहिँ भाडा अरु गाडी भन्दा अलिक महँगो छ अरु गाडी भन्दा थोरै मात्रै महँगो छ त्यो सेवा सुविधा बाबत चाहिँ खाना नास्ता पानी बिस्कुट फुर्कुट सबै मिल्छ यो गाडीमा हैन त्यसैले अरु गाडी भन्दा 100 महँगो छ त्यसैले तपाईलाई मैले 5 6 7 8 9 10 सिट दिएको छु तपाईलाई चाहिँ अब भाडा चाहिँ अब 3650 हो तपाईलाई म चाहिँ 35 लगाइदिउँला तपाई चाहिँ 5 6 7 8 9 10 11 12 बस्नु 3500 गाडी त सिट ठिकै भयो कि 3500 अलि भाडा त 2500 मा अर्को गाडीले लिएर जान्छु भनिरहेछ के को 3500 यो पनि धेरै हो अरे दाइ यहाँ 2500 3000 जो गाडीले भन्ना त्यही गाडीमा जान्नु त नि जान्छु नि त हाम्रो लिडर उहाँ दाइ हो दाइले जे भन्नुभयो अब ठिक छ उहाँ उति भाडा मिल्छ भने ठिक छ नत्र हामी गयौं मैले जाउँ त जाउँ ए जो संस्था त्यही गाडीमा जाउँ त जाउँ जाउँ उता कस्तो मान्छे आउँछ जति सुविधा दिँदा पनि दाइ हेर्नु त यार यस्तो राजनीतिक सुविधा दिए कस्तो फिङ्गर आउँछन् हेर्नु त है तेरी यार भनेपछि जान्दै दिन सस्ता पैसेन्जरलाई के छ जति सुविधा दिँदा पनि नआउने दाइ तपाईँको गाडी अनि भाइ तिमीको हो त त्यो जुन गाडीमा त्यो डान्स दिनु भयो नि त्यही गाडीको स्टाफ हो